So hello guys, welcome back to my YouTube channel. How are you all and hope you all are doing well. सबैजना आरामै हुनुहुन्छ होला। म चाहिँ टक्कसँगले आज मेरो बाइकको MT-15 को अफ रोड टेस्ट गर्न लागेको छु हैन। के कस्तो छ अफ रोडमा कतिको कुद्दा रहेछ हेरौँ है त ल। सो गाइज अब चाहिँ मेरो MT-15 बाइकको अफ रोड टेस्टिङ हुन आँटेको छ। दानामारी जान लागेको। सो अब भिडियो टक्कसँगले स्टार्ट गर्दिउँ न त है ल। सो गाइस अब दानामारी तर्फ म लाग्दैछु। यो पिच रोडमा कुदाएको त के देखाउनु है तपाईहरुलाई। पिच रोडमा त मक्खन नै कुदिहाल्छ एमटी। यस्तो त मक्खन कुद्छ नि त हो गाइस। क्रस फायर किन चाहियो। कुदायो बाइक। ल दानामारी सुरु भयो गाइस। दानामारी सुरु भयो। यस्तो छ है दानामारीको बाटो। तपाईहरु आउनु चाहनुहुन्छ भने एकदमै सुरुमै रेडी भएर आउनु होला। माथि अलिकति अझै अफ रोड छ कि त्यहाँ म अझै गर्छु क्या भिडियो। ओइ 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 ए जाँदैछ साइकल जाँदैछ बाइक त एकदम तुफानदार गाडी। Woi, के हो यो? के हो यो अम्बो? अम्बो के हो यो? यो गाइस मेरो गल्ती हैन, बाइकको नि गल्ती हैन, यो बाटोको गल्ती हो। मासाला झन्डै मरे यार। गाइस यसरी तपाई बाइक रोक्न सक्नुहुन्छ है। कस्तो बाइक बचाइदिए यार मैले लडिसकेको थिएँ। चिप्लिँदो रहेछ पछाडिको चाहिँ ओभर। कस्तो चिप्ली एमटी जाँदो रहेछ है गाइस मजाले। अझ मजाले तपाईँहरूलाई म देखाउँछु ल कतिको रहेछ अफ रोड भनेर। माथि अझै यस्तो अफ रोड बाटो आउँछु न। ए यो त इजी छ। MT-15 मा चाहिँ मलाई सजिलो नै लागिरहेछ। भनेको ठाउँमा रोकिरहेछ बाइक। मजाले कुदिरहेछ। इन्जिनको फिडब्याक राम्रो छ। उकालोमा तानिरहेछ। दामी छ बाइक। यो बाटो हैन यो बाटो। म त दानाबारी त पुगिहालेँ त हौ। कति छिटो पुगेको। ओइ 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 आया मेरो बाइकको उयो चाहिँ जाने भयो। के भन्छ त्यसलाई सस्पेन्सन चाहिँ जाने रहेछ यो तरिकाले कुदाइराख्यो भने। जस्तो जस्तो खाल्टोमा नि स्वाई घुसाइदिन्छु यार जामा लगाउने बाइक त। खासमा यस्तो गर्नु हुँदैन नि यार। बिस्तारै लानुपर्ने हो। म किन बाइक चाहिँ स्पिड चाहिँ कुदाइरहेको छु क्या यस्तो बाटोमा पनि। किन कुदाएको भन्दाखेरि तपाईँहरूलाई देखाएको क्या। यो बाइक चाहिँ जस्ट यतिको क्यापेबल चाहिँ छ है। तपाईँले यसरी यतिकोमा चाहिँ मजाले तपाईँले लानु सक्नुहुन्छ भनेर। तपाईँले एउटा अलिक खिचाचिच देख्नु भएको छ होला। एउटा हातमा चाहिँ मैले पन्जा लगाएको छु किनकि मैले अघि दुईवटा हातमा पन्जा लगाएको थिएँ नि त। ओइ रनमती कुद 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 कुद। यो यस्तोमा नि कुद्छ है गाइस बाइक चाहिँ मजाले। यु क्यान गो विथ ब्रिज। इजी इजी इजी। सो गाइस म चाहिँ के पाएँ भन्दाखेरि MT-15 मा चाहिँ 1-2 गियर मात्र रहेछ।
प्रायः जस्तो तपाईँले 2 गियरमा कुदाउनुहुन्छ होइन। यस्तो ओभर उकालो अफरोड छ भने प्रायः जस्तो तपाईँहरूले 2 गियरमा कुदाउनुहुन्छ। अनि साह्रै नै उकालो छ भने 1 गियरमा, 3 गियर त त्यति लाउने ठाउँै हुँदैन। 3 गियर लाउँदैछु झारिहाल्नुपर्छ क्या, किनकि बाटो नै खराब छ। मेन त यो बाटो अलिक राम्रो, योभन्दा राम्रो बाटो तपाईँहरूले पाउनु सक्नुहुन्छ भने चाहिँ कुदाउनुहुन्छ। म त बाइक छोडिदिन्छु यार, अलिक अनकन्ट्रोल भयो भने। ह्यान्डीले म चलाउँदिनँ क्या त्यति, किनकि लड्छ नि त धेरै चलायो भने। अनि ओइ 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 मासाला 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 मासाला, ओइ कस्तो मिठो गयो यार बाइक, मिठो कुद्यो यार। यस्तो नराम्रो बाटो छ यार दामाबारीको। अलिक मजाले बाइक कुदाउनु आउँछ भने मात्रै आउनु होला है। 1-2 ठाउँ चाहिँ लड्नुहुन्छ तपाईँहरू। दानाबारी आयो है गाइज, क्या सजिलो आयो है दानाबारी। मलाई त केही जस्तो लागेन दानाबारी पुग्नु त। यो 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 आमा सेकी 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 फना ना 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 ना, यो 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 पुरा जिउ मसाज गरिदिरहेछ नि त यार यो बाटोले त। वै 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 तान 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 तान। MT-15 को खतरा अफरोड भइरहेछ यार। MT-15 यु क्यान डु इट, यु क्यान डु इट MT-15, तिमी सक्छौ यस्तो गर्नु। MT-15 तिमी यो बाटो कुद्नु सक्छौ, कुदा कुदा। बाइकलाई यसो प्रोत्साहन गरौँ न हौ। मेरो राइडिङ स्किलमा त मलाई केही शङ्का छैन कि, तर बाइकमा चाहिँ हल्का शङ्का हो लास्टै छ। रनद्वारा पनि म खतरा कुदाइदिन्छु नि त बाइक त। ओइ 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 कस्तो खतरा बाटो, ओइ के हो यस्तो अम्बो, के हो यार यो बाटो त। 2मा कुदाएको 1मा कुदो। ओइ रनमतीको छोरो जामा ढुङ्गा यत्रो साह्रो ठोक्यो यार, के हो यस्तो। ओइ 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 ए ठुक्का, म त उल्टो बाटो गएछु फेरि मासाला। र नि यहाँ नि चल्दिउँ न, यहाँ के रहेछ हौ। ल यो खुल्ला भएको, पहिला त यो खुल्ला थिएन त यार। माथि नै चल्दिउँ न। तान्छ कि तान्दैन हौ जामा लाउने। तर यो एकदम उकालो छ है गाइस, तान्छ कि तान्दैन ल MT-15 ले। ए इजी तान्दा रहेछ, इजी तान्यो। बाइक पनि कन्डिसनमा हुनु पऱ्यो नि त कुद्नुको लागि त। हत्तेरिका, यहाँ चल्दिउँ न माथि के रहेछ। रहेछ you can see the view है guys। अहिले बार्बिक्यू पनि गरेर खाँदा हुँदो रहेछ त्यहाँ बसेर। यहाँ टक्कसँगले टेन्ट ल्याएर सुत्ने मेरो सपना छ यार, तर माछालाई टेन्ट किन्ने पैसै छैन। कोसी, सो गाइस यु क्यान सी कोसी, तर क्यामेरामा देखेको छैन, गोप्रो हो। सो गाइस म चाहिँ दानाबारी पुगेँ होइन टक्कसँगले बाइकमा। धरानको मस्त ठाउँ। आज त्यति क्लियर छैन क्या गाइस दानाबारीको भ्यू, नभए दामी आउँछ क्या दानाबारीको भ्यू। मुनि कोसीहरू पनि तपाईँहरूले देख्न सक्नुहुन्छ पछाडि। सो गाइस तपाईँहरूले दानाबारी अन्तिमचोटि हेर्नु होला, यस्तो छ है दानाबारी चाहिँ। टक्कसँगले तपाईँ यहाँ नेपालको झन्डा देख्न सक्नुहुन्छ। आज चाहिँ हावासावा नचलेर त्यति मजाले देखेको पनि छैन केही पनि, भ्यू त यही हो। अनि आज लास्टै के भन्छ त्यसलाई, जस्ट क्लियर देखेको छैन क्या भ्यू चाहिँ। आई एम स्टार्टिङ माई भिडियो है। ल
अफ रोड MT-15 को ओह्रालोमा कतिको कुद्दो रहेछ है त। ल यो बाइक ओभर चिसो चिसो पो हुन थाल्यो त हौ। तर अघि त त्यति साह्रो चिसो त थिएन त यार। ओह्रालोमा नि मजाले तपाईँले इन्जिन ब्रेकहरू लाउँदै तपाईँहरूले जानुभयो भने त्यस्तो केही हुनेवाला छैन। अफरोड ओभर डेन्जर छ भनेर सुनेको थिएँ मैले दानाबारीको ओह्रालो जाँदाखेरि। खै मलाई त त्यस्तो केही डर लाग्दो त केही लागेन यार मलाई। लिफ्ट चाहिन्छ लिफ्ट चाहिन्छ भनेको त्यतिकै भनेको। जिस्काइदिउँ भनेको आन्टीहरूले झन्डै कुट्यो यार चामल आउने। साँझसँगले त्यो हो नि त चामल लाइफ भनेको त यार। ट्रेकिङ गर्दै हिँड्ने यही हो गाह्रो अफरोड। खै मैले त गाह्रो अफरोड देखिनँ त हो जामन आउने। के यस्तो बाटो झर्नु अनि डराइरहेको यार। छ्या दानाबारी ओभर गाह्रो छ। अफरोडै अफरोड छ नजानु। तपाईँ लड्नुहुन्छ भनेर भन्ने होला यो भिडियो है। जस दामी छ यार। जस तपाईँहरू एकदम तपाईँलाई एडभेन्चर गर्नु मन छ भने होइन दानाबारी चाहिँ आउँदा हुन्छ। बाटो सजिलै छ त्यस्तो केही गाह्रो छैन बाटो साटो। मेरो घोडा छ गुडुक 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 गर्दै कुद्दै आइरहेको छ यार जामलाई मेरो घोडा। कहाँबाट आएको थिएँ म त माथिल्लो बाटो आएको थिएँ है। तल्लो बाटो नजाउँ तल्लो बाटो अलिक बिग्रेको छ। बिग्रेको छ भन्दा नि पहिरो गएको छ जस्तो लाग्यो मलाई। पहिला आउँदाखेरि त पहिरो गएको थियो। माथिल्लो बाटो नै ठिक छ नि। माथिल्लो बाटोमा हल्का उयो पिच रोड बनाइदिएको छ। सो गाइस MT-15 तपाईँहरूले किन्नु चाहनुहुन्छ भने किन्नु है। तपाईँहरूले अफरोड पनि जस्ट गर्दा भयो। यो भने अब योभन्दा एक्सट्रिम अफरोड कस्तो हुन्छ होला अब। यो भनेको त अब क्रस फायर इन्डुरो बाइकहरू कुद्ने बाटोहरू हो नि त। MT-15ले पनि कुद्दो रहेछ त मजाले। ओह्रालो अब ओह्रालो डराउँछ प्रायः जस्तो ओह्रालो राइडरहरू मजाले स्पिड कुदाइरहेको छु मैले ओह्रालोमा नि। तपाईँहरूको कन्ट्रोल अनुसारले हो क्या। अब तपाईँहरूले यो बाइक कन्ट्रोल गर्न सक्नुहुन्छ भने होइन तपाईँहरूले बाइक कन्ट्रोल गर्न सक्नुहुन्छ भने तपाईँलाई बाइक कन्ट्रोल गर्न आउँछ भने तपाईँहरूले जस्तो बाइक पनि अफरोड कुदाउँदा भयो क्या। मैले स्प्लेन्डरले अफरोड हानेको देखिरहेको छु मान्छेहरूले र नि अझै लड्दैन क्या स्प्लेन्डरबाट हान्दाखेरि। सबै मान्छेको हात हो स्किल हो। सो गाइज अब त्यति भन्दै मेरो टक्कसँगले यो अफरोड कुदाउँदै गरेको भिडियो पनि इन्जोय गरिदिनु होला। साला सिस हुन्छ त भुत्दै दर्शन थाल्यो क्या हो। ओइ 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 खतरा बाटो गाइज। यस्तो नि अफरोड हुन्छ जहाँ छ्या यस्तो अफरोड हुन्छ अरे छ्या यस्तो नि अफरोड हुन्छ गाइज। ओइ 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 लडे ओइ डर लाग्यो अफरोड डर लाग्यो लडे ढुङ्गा लडे। अब यतिको रिएक्सन नदिकन लामलाने भिउसले हेर्ने हेर्दैन होइन क्या। केटी जस्तै आउँछ निकालिदिउँ क्या। अलिक केटीहरूको भ्लग अब जस्तो सुकै जामलाउने लडाउँदै जामलाउने जस्तो सुकै तरिकाले बाइक कुदाउँदा पनि भ्यू ओभर आउँदो रहेछ क्या। गाइज यो बाटो त कस्तो डर लाग्दो म त लड्छु नि क्या हो। Fuck you! यस्तो गाइज
ओइ माथिल्लो हो कि तल्लो बाटो हो कुन बाटो हो त्यो गाइज तपाईँले MT-15 चाहिँ आँखा चिम्लेर लिन सक्नुहुन्छ अफरोड पनि हान्न सक्छ अनरोडमा त झन् कुरै छैन नेकेड स्पोर्ट बाइक हो स्ट्रिट बाइक हो होइन स्ट्रिट बाइक त अब स्ट्रिटमा त झन् कुदिहाल्छ नि सो गाइज तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो आजको राम्रो लाग्यो भने लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला होइन सो गाइज तपाईँलाई चाहिँ म यस्तै भिडियो यस्तै कन्टेन्टहरू तपाईँलाई म डेली बेसिसमा ल्याउन चाहन्छु होइन जस्ट तपाईँहरूले चाहिँ मलाई चाहिँ सपोर्ट मात्रै गरिदिनु होला है ABS एक्टिभेट भयो क्या भर्खरै त्यो ABS एक्टिभेट हुँदाखेरि के हुन्छ भने नि तपाईँको यो छ नि यो बाइकको उयो हल्लिन थाल्छ क्या हल्लियो नि ABS एक्टिभेट भएको यो चाहिँ दामी ABS एक्टिभेट भएको थियो र अघि एकछिनको लागि जस्ट ABS पनि एक्टिभेट हुँदो रहेछ है अगाडिको चक्का चाहिँ एक्टिभ उतो स्लाइड हुनु दिँदैन पछाडिको चक्का त मेरो बिन्दास स्लाइड हुन्छ किनकि मेरो सिङ्गल च्यानल ABS मात्रै हो नि त मेरो यो अलिक पुरानो मोडलको बाइक हो क्या अहिलेको लेटेस्ट मोडलमा त ड्युल च्यानल पाउनुहुन्छ होइन मेरो मोडलको चाहिँ सिङ्गल च्यानल ABS मात्रै छ त्यो यो ABS पनि काम गर्दो रहेछ अब तपाईँहरू मेरो सो गाइज म तपाईँहरूलाई यस्तै भिडियो ल्याउन कोसिस गर्छु होइन त्यही त हो सो गाइज थ्याङ्क फर वाचिङ माई भिडियो होप यु लाइक सब्सक्राइब एन्ड कमेन्ट माई च्यानल इट्स मी आमोस लिम्बू साइनिङ अफ